नमस्ते लासो फ्याफुला, स्वागत छ मेरो युट्युब च्यानल सुगारीका विशाल भ्लगमा। सबैजनालाई मेरो यहाँ भएको दुईटा नानीहरूलाई पनि हेलो 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 म हो सुगारीका तामाङ। आप लोग क्या है? मेरो नाम हो मर्सी तामाङ। मेरो नाम हो रमिता तामाङ। अनि हामी चाहिँ अहिले यहाँ घाम तापिरहेछौँ। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै मस्त छौँ, व्यस्त छौँ आफ्नै तालमा र क्या। अनि हामी चाहिँ यहाँ अहिले घाम तापिरहेछु। अनि म चाहिँ यहाँ मेहन्दी हाल्न लागिरहेको छु। अनि मेरो देउरानी कान्छीले मेहन्दी हाल्न लागिरह। धेरै समय भएको थियो मैले मेहन्दी नहाले, अनि यसो हाल्नु पर्यो भनेर मेहन्दी हाल्न लागिरहेको छिन् देउरानी नानीले। वाउ रेली रे सबैले वा 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 ओइ लुगामा जान्छ है पाग्लो रहेछ कि त भाइ। के हाल्नु त्यो बेली हाल्दैन। अलिकति बाक्लो रहेछ नि उसले, अलिकति बाक्लो भए जस्तो छ। यता छ फेरि हाम्रो जनताहरू। हेत्तेरिका जनताहरू त टन्नै छ नि हाम्रो जनता। जनताहरू चाहिन्छ भए हाम्रो जनताहरू ठ्यान्नै छ। यता भप्पु पनि छ यार, भप्पु खाऊँ न यार कहिले काहीँ त। तिम्रो रुगा सुगा चाट यहाँबाट हो नि, यहाँबाट लाउँदै पोको पार्दै गर्ने। यहाँ यति लाउने पहिला यस्तो यस्तो गर्ने हो। त्यसलाई पक्क भिजाउने, त्यसलाई पोको पार्ने तलैदेखि यस्तो यस्तो। ओहो खादाङ फेदाङ हाल है। त्यसरी हो नि त लाउने भनेको। ओइ जम्मै खसाल्यो यार, लौ न एकछिन पछाडि लैजाऊ न। त्यो नि के त त्यो बस्दैन अनि लुगामा चाहिँ के अरे कपालमा चाहिँ बस्छ त। है ड्यामे यो बैसिया जस्तो छ कि हातमा त नबस्ने रहेछ है। त्यो नि बिग्रिरहेको छ। त्यो गीत चाहिँ गीतलाई सानो अरे लग्री हुआ या त मैले थाहा हुने अरे हाँ है चुप लग्री वाइ रबाम्या या मेरो त के झगडा नै ताज नाइडी बा मेरो भेज कस्तो गनाउँछ के भन्यो होला है। वा मैले लुगामा चाइ लौले बनाउनेहरू बेबी बनाएर हो जम्मै बनाएर त हो। टक्क लगाएर मेहन्दी लगाउने होइन, टक्क लगाएर नुहाउने, टक्क लगाएर नुहाउने होइन, टक्क लगाएर भप्पु खाने होइन है। भप्पु खाने ल नखाएको नि रुगा सुगा चट चट भन्ने गरी सिलमा छ नि त फेरि केटीहरू हो नि त। केटीहरू सिल पारामा छ। ओहो फलफल दाइमा मेथी त्यस्तो गर्नु त साथीहरू। अहिले मेहन्दी लगाइसकेपछि देखाउँछु। हे मिल्छ भन्ने यो ज्यानको बन्निस्यो के छ विचार नलाजै भन्निस्यो हावा चिसो चिसो हजुरलाई जाडो भाला मेरो गलबन्दी लिस्यो।
तर गलबन्दी चाहिँ छैन कि साथीहरू, मेहन्दी छ अगाडि लगाएर आएको। हल्ले यही लगेको छु के भनेको मायाले त्यसरी गाईको किलो ठोकेको जसरी। वाह वाह, जुरो चाहिँ दामी भयो क्या। अलिकति भैँसी कुसिङ जस्तो भएन छ साथीहरू। यस्तो राम्रो लगाइदिन्छु कि मेहन्दी त मैले साथीहरू, यस्तो मजा लगाइदिन्छु कि टक्क लगाएर रुख लगाएर भोस्नु कस्तो आइरहेको। ताजा ताजा भिजेछ। ए कत्रो दाना भइरहेको साथीहरू। अहिले यो गला हामी अहिले देखाउँछु अथै नि अफ राखेर यसै ऊ भइरहेको आफै अफ ऊ केही ह्याङ भएर टक्क लाएर मेहन्दी लगाइसक्यो। अब चाहिँ हामी च्याट्ट लाएर भप्पु गाइज, भप्पु हामी चाहिँ भप्पु भन्छौँ, तपाईँहरू के भन्नुहुन्छ? भप्पु भोकटे भप्पु खै के हो थाहा छैन। टक्क लगाएर घाममा बसेर होइन नुन खुर्सानीसँग चिरिप चिरिप खान लागिरहेछौँ। खाने भए आउनु क्या अरे तपाईँहरू पनि। यस्तो जाडो भयो कि आज त मलाई, आज कहिले नुहाउने हो थाहा छैन। घाम पनि त्यहाँ छेकै गर्छ यार, त्यतिले हेर्नु त्यहाँ के हो त्यो छेकै गर्छ, झन् जाडो भइरहेको। यहाँनिर मान्छेहरू गाइजहरू यहाँ व्यस्त छिन्। यहाँ मकै आज त सुकाएन यार, कहाँ छेउमा गएको छ मान्छेले अलिक तर यहाँ तातो आउँछ। यहाँ नुन खुर्सानीसँग च्याट्ट लाएर अब त्यहाँ बुङ्ग खसालेर तितो भइसक्यो होला। बुङ्ग अब भप्पु खाइन्छ। हाम्रो बजार बट्टार बजार, बिद्दुर बजार, त्रिशुली बजार त्यतै हो। प्लान नरेङ्ग यो सुरुवाल कति दिन भइसक्यो यहाँ। टिकटक बनाएर कमुजी ब्यागमा पो बनाएर रहेछ। कमुजी ब्यागमा पो बनाएर रहेछ। छिटो 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 खाउँ मन लाग्यो रे। मैले त मुलासँग च्याट्ट खाएर आएको अलिकति मुली गनाउँछ। एम आज दा अहिले अझै घाम आयो है त।
रातरी खाएको भाउ तपाईँहरू खानुहुन्छ दिनुहोस् खानुहोस् नानी ए मै खान्छु त्यसो भए एक्लै बोल्दा ए तपाईँहरू नखाने त्यसो भए मै खान्छु वा अर्को जुनेली माया चाहिँ त्यहाँ रुगाले ग्रस्त भएको छ यो खायो भने त नाक सललललललल बग्छ यस्तो दामी है ल क्या मिठो अबि कस्तो रातो त्यसरी हो नि त गाइज के भयो त्यसलाई गाली त आइहाल्छ फेरि देख्थ्यो अरे दाजुलाई बिर्सिरहेको छ त यो मैले त अब खाँदिनँ के तारो मार खेप्पै रविना हेर न अघिको टिकटकमा बिहानको अब हाम्रो मम्मी यहाँ आइपुगेपछि त टिकटकको तारो हजुर म चाहिँ नुहाइसक्यो नुहाएर केही पनि गरेन के भन्छ केही लाहाइन रहेछ नुहाइसक्यौँ अनि अहिले चाहिँ म यहाँ बुढाहरूलाई खाजा बनाउँदैछु अनि मेरो छोरो चाहिँ यहाँ मोबाइल नपाएर रोइरहेछ मेरो काले अब खाजा खाने आए अनि खाजा चाहिँ मामभुटी भुटी अरू केही छैन मामभुटी गर्ने 3 जना छ बुढाहरू त्यही हो साथीहरू स्कुलबाट भर्खर आयो बुढाहरू खाजा चाहिँ केही छैन अनि मामभुटी खाने रे भन्यो मामभुटी बनाउँदैछु साथीहरू म चाहिँ अनि यता मेरो जनताहरू चाहिँ यहाँ काममा लागिसकेको छ भान्जी खाजा खानलाई कचौरो लेके आओ धारोमा कचौरो छ कचौरो लिएर आउनु छोरै ऊ चाहिँ मेरो भान्जी हो ऊ चाहिँ भान्जा हो ऊ टुसे भान्जा ओ टुसु ए टुसे मुसे ता दवा ओ टुसे मुसे ए भान्जा बाबु अरे लिएर आऊ ऊ त्यहाँ धारोमा कचौरो छ लिएर आऊ है के छा कसको ए ऊ त्यहाँ पानीको हो ए ल लिएर आऊ है अनि त्यहाँ 2 जना चाहिँ काउली बन्द गर्दैछ यसपालि काउली बन्द नि जम्मै मर्यो ल यहाँ हेर न ओइ आया आया कहाँबाट चढ्न खुट्टा अड्केर आयो खुट्टा अड्क्यो खुट्टा अड्क्यो अनि हाम्रो काउली बन्द चाहिँ त्यत्रा भयो अब फल्छ मजाले खाइन्छ अरे क्या आज भर्खर गोड्दै हो चारै झार्छ त्यो पनि उम्रेन ऊ फट्टा फुटी मात्रै छ है खाने तिमीहरू 3 जनालाई लिएर आऊ न सुबिन्नी खाने अनि गाइजहरू चिया खाने हो खाने 3 गिलास है खाने भए त म बनाइदिइहाल्छु नि
ल ओके छ अनि कति रुपियाँ भन्नु सर गिलास टक्क नुन लाग्नु चियाको 50 रुपियाँ चियाको 50 रुपियाँ रे गिलासको 15 हुन्छ पैसा लिने चाहिँ म हो भने है ल है त त्यहाँ भाडा लिएर आउँदै छिन् लु म चिया पकाउँछु छोरा अब ल छोटोलाई तिमीहरूलाई हालिदिन्छु अनि म चिया पकाउँछु छोडो न छोडो बेसन हाल्दैन बेसन हाले छैन हाले छैन नुन हालेको छ क्या बेसार नहाल्ने हाले नि उयो नहाले नि उयो स्याबास मलाई चाहिँ कचौडा छ होला नि उ त्यहाँ कचौडा छ ल चम्चा निका काकालाई चाहिँ चाहिन्छ चम्चा ए टुसु मुसु काकालाई चाहिन्छ मलाई चाहिदैन ए बान्जा बाबु ए कसको छोरो हो यो चाहिँ मेरो भान्जा बाबु हो यो चाहिँ मेरो भान्जी भान्जी चाहिँ लजाइन आहै टुसे मुसे ए ल के रे छोरो भात कसले नदिने भने मेरो छोरोलाई हाँ ल आऊ आऊ यहाँ आऊ म दिइहाल्छु नि आऊ ल आऊ आऊ छोरो कसले नदिने भने कसले नदिने भने पागल हो मलाई पागल बनाइसक्यो यार कराउँदा 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 मेरो दिमाग खाइसक्यो यार दिमाग खाइसक्यो मेरो दिमाग म चाहिँ यहाँ अदुवा लिन आएको गाइज रे क्या आज अलिकति अदुवा लानु पर्यो चट्ट लाएर चियामा हालेर खानु पर्यो अदुवालाई दामी भएछ यहाँ करा क्यों केही पनि नखाने क्यों पराल झुन्डाइदियो मेरो पार केही नखाएछ घाँसै नखाने त जे खाए पनि फाल्ने मातुवालाई ओइ पागल बनाइसक्यो यार मलाई ओइ ओइ मोबाइल दिनेको कुरा नगर न यार मोबाइलमा काम देखेन हौ मेरो काम देखेन यहाँ मेरो काम हो नि त यो रात पर्यो साथीहरू खाना पनि खाइयो खाना बनाएर पनि खाइसक्यौँ साथीहरू यस्तै भयो आजको दिन चाहिँ हल्का जे गर्छौँ त्यही देखाउने त हो नि होइन आज सो त्यही हो साथीहरू आजलाई चाहिँ यति नै भन्नको लागि आएको म चाहिँ इन गर्नको लागि आएको सो त्यही हो साथीहरू जे जस्तो भयो भने हेरिदिनु होला माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक
लाइक कमेन्ट पनि गरिदिनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद, बाई।